पछाडिको भ्यू यस्तो छ भने अगाडिको भ्यू यस्तो देखिरहनु भएको छ। राबी मान्छेले गइसकेका छन्। आज हामीसँग तपाईहरु जानुहुन्छ गुगल पोइन्ट। अब एकचोटि भन्दैन नि त बुया गरिहाले भनिहाल्नु नि एकचोटि भनिहाल्नु अनि बुया गरेँ मैले एकचोटि हाई गाइज Hello guys, welcome back from the Kids and People podcast. After long time, हामी छौँ आज रोङ गाउँपालिका एन्ड आज हामी सर्ट फ्यामिली हाइकिङमा आएको छौँ होइन। एन्ड यो हामी चाहिँ हाइक गर्दैछौँ द गुगल पोइन्ट भन्ने सर्ट डे आउट पोइन्ट छ। राम्रो छ जङ्गलको बिचबाट टक्क हिँड्ने ठाउँ है। हामी हिँड्दैछौँ मेरो चाहिँ बल काम छ। यो हाइकको लागि यु डोन्ट निड अ प्रपर आउटवेयर। हामी यतिकै छौँ बल छ हेरौँ हाम्रो लोकल ठाउँको हाई गाइज, हामी चाहिँ विश्राम गर्ने जग्गामा आइसकेका छौँ। अलिकति विश्राम पनि हाम्रो जिउलाई जरुरत हुन्छ। सो कम अन विश्राम गरौँ। ल हामीसँग हाम्रो नयाँ ब्लगको होस्ट हुनुहुन्छ मिस सुसा गुरुङ। के भन्नुहुन्छ यो ट्रेकको बारेमा के भनिदिनुहोस् प्लिज। के भन्नु फोहोर मैला चाहिँ यसरी नफालिदिनुहोस्। गुगल पोइन्ट एकदम व्यवस्थित छ, व्यवस्थित रहेछ एकदम। आराम गर्दै हिँड्दै 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 गर्ने ठाउँहरू लसप रहेछ। हाम्रो अस्पताल आज खै केले टोकेको थियो। जाँदैछु। हाई गाइज, हाम्रो टोली दौडैछ, हाम्रो टोली दौडैछ। हाम्रो 1 घन्टाको हाइक हो हाम्रो। तर यो हाइकमा चाहिँ साइक्लिङ ट्रेल पनि बनाएको रहेछ 29 किलोमिटर्सको। अनि त्यो चाहिँ पुग्दो रहेछ तल निन्दा गेट समथिङ, मैले नाम राम्ररी पढ्नु पाइनँ। बवाल छ। सर्ट डे हाइक एन्ड ट्रेक, सर्ट डे ट्रेक, पिकनिक, ड्राई पिकनिक आउनु। बिचनाडमा गर्मी हुँदाखेरि यो ठाउँमा आएर चिल गर्नु चाहिँ बल मजा आउँछ। सायद क्याम्पिङ बस्ने खालको टोलीहरू आयो भने एकदम मजा आउँछ। एकदम चिल छ, नेचुरल प्लेस। अब कितनी सीढ़ी बाकी? हाई अगेन एन्ड फाइनली हामी हाम्रो हाइकको पोइन्टमा आइसकेको छौँ। एन्ड यो पोइन्टको चाहिँ भ्यू भवाल रहेछ। एउटा राम्रै हाइटमा रहेछ, डाँडा काटेर बनाएको राम्रो ठाउँ। एन्ड यो पोइन्टको नाम रहेको छ द गुगल पोइन्ट। गुगल पोइन्ट वान डे हाइक गर्ने ठाउँ, एकदम फ्यामिलीसँग चिल गर्ने ठाउँ रहेछ। एन्ड बवाल हो, त्यति साह्रो गलिराख्नु पर्दैन। 1 आवर म्याक्सिमम् 1 आवरको वक हुँदो रहेछ। अनि त्यस्तो गाह्रो पनि छैन, राम्रै छ हिँड्ने ओर्ने ठाउँ द गुगल पोइन्ट।
the Google Point. Something 1817 meter height ma छौँ हामी the sea level बाट. Welcome to the Google Point. 1838 meter. यो चाहिँ रहेको छ इलाम जिल्ला रोङ गाउँपालिका. नम्बर थाहा छैन मलाई. रोङ गाउँपालिकामा राम्रै रहेछ चिल गर्ने हाइक गर्ने ठाउँ. हाम्रो टोलीहरू चाहिँ यहाँनिर एकदम रेडिमेड सामान लिएर आउनुभएको थियो. एन्ड हाम्रो यहाँनिर पुरा पाक्दैछ. के पाक्दैछ? चटपटे पाक्दैछ. यसको चाहिँ यो हाम्रो पकाएको चाहिँ हाम्रो यहाँ खतरा हाम्रो क्यामेराम्यानले यसको के बनाउनुहुन्छ भन्दाखेरि के भन्नु त्यसलाई सिनेमेटिक भिडियो आउँछ यसको चाहिँ हाम्रो विथ बवाल म्युजिक. Thank you very much. Peace out and keep following the Kisan People podcast. And त्यो हाम्रो मेचिसको border वेस्ट बेङ्गाल. यो सबै इलाम जिल्ला हो. सायद त्यो तल झापा पर्छ. त्यो हाम्रो सरोज भाइको घर गाउँ. एन्ड ठिक छ. साइक्लिङ लभर्सहरूको लागि चाहिँ एकदम राम्रो ट्रेल रहेछ यो. 29 किलोमिटरको. यो यहाँदेखि तल निन्दा गेटसम्मको 29 किलोमिटरको छ.